सबैलाई स्वागत छ। आजको यो विशेष विश्लेषणमा हामी नेप्सेमा हुने त्यो पुरानो प्रतिक्रियात्मक व्यापार गर्ने बानीलाई कसरी एउटा अनुशासित र रणनीतिक लगानीमा बदल्ने भन्ने कुराको चुरोकुरो खोज्दैछौं। बजारको उतार चढाउ देखेर आत्तिने दिन अब सकियो। कहिलेकाहीँ लाग्छ नि, शेयर बजार भनेको एउटा ठूलो पासो हो। एउटा स्टक किन्यो, भोलिपल्टै त्यसको भाव घट्न थाल्छ। अनि दिक्क भएर बेचेको भोलिपल्टै त्यही स्टक रकेट जसरी माथि जान्छ। यो एउटा यस्तो साझा निराशा हो जसले लगानीलाई साँच्चै नै मनोवैज्ञानिक बोझ बनाइदिन्छ। यो भावनालाई हामीले स्वीकार्नै पर्छ, किनकि हरेक लगानीकर्ताले कुनै न कुनै बिन्दुमा यस्तै अनुभव गरेका हुन्छन्। त्यसैले आज हामी यो तनावलाई सधैँका लागि हटाउन एउटा गजबको लगानी टुलकिट तयार गर्दैछौँ। हाम्रो अगाडि स्पष्ट मार्गचित्र छ। सुरुमा शेयर बजारको तनाव कसरी व्यवस्थापन गर्ने भनेर हेर्छौं। त्यसपछि बेन्जामिन ग्राहमको प्रख्यात रणनीति बुझ्छौं। अनि नेप्सेमै भ्याल्यू स्टक कसरी खोज्ने, डलर कस्ट एभरेजिङ अर्थात् DCA को जादु कसरी प्रयोग गर्ने र अन्त्यमा म्युचुअल फन्डलाई एउटा शानदार विकल्पको रूपमा कसरी लिने भन्ने कुरा सरसर्ती हेर्नेछौं। पहिलो खण्डबाटै सुरु गरौं। शेयर बजारको तनाव व्यवस्थापन र बजारको भावनात्मक असर। खासमा शेयर बजारमा सबैभन्दा ठूलो भिलेन तथ्याङ्क वा जानकारीको कमी हुँदै होइन। मुख्य समस्या त हाम्रो आफ्नै भावनाको अधिकता पो हो त। मानिसको भावनाले बजारलाई यति धेरै हल्लाइदिन्छ कि राम्रा तथ्याङ्कहरू पनि यसको अगाडि फिक्का पर्छन्। हाम्रो डर र लोभको स्रोत मानव स्वभाव नै हो। यो भनाइले ठ्याक्कै के स्पष्ट पार्छ भने बजारको सही समय पत्ता लगाउन खोज्नु अर्थात् मार्केट टाइमिङ गर्नु भनेको डर र लोभमा आधारित एउटा खतरनाक पासो हो। आर्टिफिशियल इन्टेलिजेन्स जस्तो शक्तिशाली प्रविधिले त शेयर बजारमा मानिसको भावनालाई पूर्ण रूपमा भविष्यवाणी गर्न सक्दैन भने हामीले कसरी सक्ने? हामी जन्मजात नै अलिकति लोभी र अलिकति डराउने प्रवृत्तिका हुन्छौं र यही मनोविज्ञानले नै अन्ततः बजार चलाइरहेको हुन्छ। त्यसो भए यो भावनात्मक लगानीको रोगलाई तर्क र गणितको औषधिले कसरी निको पार्ने त? अब लागौं दोस्रो खण्डतर्फ, बेन्जामिन ग्राहमको रणनीति। वारेन बफेटकै गुरु बेन्जामिन ग्राहमको भ्याल्यू इन्भेस्टिङ सिद्धान्तले हाम्रा हरेक निर्णयहरूलाई हावामा होइन, ठोस तर्कमा अड्याउन मद्दत गर्छ। यहाँनिर एउटा शब्द एकदमै महत्त्वपूर्ण छ, इन्ट्रिन्सिक भ्याल्यू अर्थात् कम्पनीको वास्तविक भित्री मूल्य। हालको बजार मूल्य जेसुकै भए पनि कम्पनीको इन्ट्रिन्सिक भ्याल्यू थाहा पाउनु भनेको एउटा तार्किक आधार तयार गर्नु हो। यसले गर्दा बजारमा जतिसुकै ठूलो हल्ला चले पनि खराब कम्पनीलाई महँगो मूल्य तिर्नबाट हामी सजिलै जोगिन सक्छौं। अब एउटा निकै रोचक संख्या हेरौं, 22.5। यो साँच्चै नै एउटा जादुई गुणक हो। यो कहाँबाट आयो त? बेन्जामिन ग्राहमले के भनेका थिए भने PE अनुपातलाई 15 भन्दा माथि र प्राइस टु बुक अर्थात् PB अनुपातलाई 1.5 भन्दा माथि जान दिनु हुँदैन। अनि यो दुईवटा सिमानालाई गुणन गर्दा ठ्याक्कै 22.5 निस्किन्छ। सुन्दा निकै सामान्य लाग्छ नि, तर यो अत्यन्तै शक्तिशाली छ। त्यसैले यो ग्राहम नम्बरको सूत्र निकै महत्त्वपूर्ण छ। 22.5 लाई कम्पनीको प्रति शेयर आम्दानी अर्थात् EPS र बुक भ्याल्यूसँग गुणन गरेर त्यसको स्क्वायर रुट निकालिन्छ। कुरो एकदम स्पष्ट छ, यदि बजारमा कुनै स्टकको मूल्य यो हिसाब गरेर निकालेको ग्राहम नम्बरभन्दा बढी छ भने बेन्जामिन ग्राहमको सिद्धान्त अनुसार त्यो स्टक छुनु पनि हुँदैन, त्यो किन्न योग्य नै मानिँदैन। अब लागौं तेस्रो खण्डतर्फ, भ्याल्यूको लागि नेप्से स्क्रिनिङ। यो सैद्धान्तिक कुरालाई हाम्रो आफ्नै बजारमा कसरी लागू गर्ने त? नेप्सेमै उच्च गुणस्तरका तर बजारले कम भाव दिएका अर्थात् अन्डरभ्याल्युड कम्पनीहरू कसरी खोज्ने भन्ने विषयमा अब हामी केन्द्रित हुनेछौं। नेप्सेका रिपोर्टहरू पल्टाउँदा यी बलिया आधारभूत मापदण्डहरूलाई एकदमै ध्यान दिनुपर्छ। जस्तै EPS 30 भन्दा बढी भएको, बुक भ्याल्यू 150 भन्दा बढी भएको र PE रेशियो 40 भन्दा कम भएको। यहाँनिर एउटा कुरा के छ भने लघु वित्त जस्ता क्षेत्रहरूमा PE अनुपात 15 भन्दा तल पाउन निकै गाह्रो हुन्छ। त्यसैले PE लाई 40 भन्दा तल राख्ने रणनीति अपनाइएको हो। यसका साथै निरन्तर राम्रो रिटर्न अन इक्विटी र बलियो लाभांश बाढेको इतिहास पनि नछुटाउनु पर्ने मापदण्डहरू हुन्। नेप्सेमै हेर्ने हो भने पनि यी कडा भ्याल्यू र ग्रोथ मापदण्डहरू पार गर्ने कम्पनीहरू प्रशस्तै भेटिन्छन्। उदाहरणका लागि लघुवित्तमा नेस्टो, नेशनल र जीवन विकास, वाणिज्य ब्याङ्कहरूमा एभरेस्ट ब्याङ्क र स्ट्यान्डर्ड चार्टर्ड, अनि हाइड्रोपावरमा SHPC र माउन्टेन एनर्जी जस्ता कम्पनीहरू यसका उत्कृष्ट उदाहरण हुन्। यस्ता छानिएका कम्पनीहरूमा लगानी गर्दा जोखिम निकै कम हुन्छ र प्रतिफलको सम्भावना धेरै हुन्छ।
चौथो खण्ड डलर कस्ट एभरेजिङ अर्थात् DCAमा निपुणता। राम्रा कम्पनी त छानियो, तर किन्ने कसरी? एकैपटक सबै पैसा हाल्ने त? यहाँनिर DCAको जादु सुरु हुन्छ। यो एउटा यस्तो गजबको हतियार हो जसले बजार जतिसुकै तलमाथि भए पनि हाम्रो भावनालाई नियन्त्रणमा राख्न एउटा बलियो ढालको रूपमा काम गर्छ। DCAका 3वटा मात्र तर एकदमै अनिवार्य चरणहरू छन्। पहिलो, अघि हामीले छलफल गरे जस्तै एउटा बलियो स्टक छान्ने। दोस्रो, प्रत्येक महिना लगानी गर्न सक्ने एउटा निश्चित रकम तोक्ने। र तेस्रो, महिनाको एउटा निश्चित मिति तोक्ने। बस यति नै। यो रणनीतिले बजार भोलि बढ्छ कि घट्छ भनेर अनुमान लगाउनु पर्ने त्यो टाउको दुखाइलाई पूर्ण रूपमा जरैदेखि उखालिदिन्छ। अझ रमाइलो कुरा के छ भने DCAले बजार घट्दा लाग्ने डरलाई पुरै उल्टियाइदिन्छ। बजार बढ्दा तोकिएको रकमले कम किता आउँछ, तर भइरहेको पोर्टफोलियोको मूल्य बढेर फाइदा भइरहेको हुन्छ। तर जब बजार गर्ल्याम्मै ढल्छ नि, त्यो डराउने बेला होइन। घट्दो बजारमा उही रकमले धेरै किता सङ्कलन हुन्छ, जसले गर्दा पुँजीको भारित औसत लागत अर्थात् व्याक द्रुत रूपमा घट्न जान्छ। भन्नुको मतलब बजार घट्नु भनेको त सस्तोमा धेरै सेयर उठाउने एउटा सुन्दर अवसर पो रहेछ। त्यसैले पहिलो महिना, दोस्रो महिना, तेस्रो महिना गर्दै अन्धो भएर बजारको मूल्यलाई पूर्ण रूपमा बेवास्ता गर्दै यो प्रक्रियालाई 5 देखि 10 वर्षसम्म कडाइका साथ पालना गर्ने हो भने कम्पाउन्डिङको गणितीय जादुले कसरी विशाल सम्पत्ति निर्माण गर्छ भन्ने कुरा आफै देख्न सकिन्छ। साँच्चै भन्ने हो भने समय नै कम्पाउन्डिङको सबैभन्दा ठूलो र अचूक हतियार हो। अब लागौं अन्तिम तथा 5औं खण्डतर्फ, म्युचुअल फन्ड विकल्प। जसलाई कम्पनीको वित्तीय रिपोर्ट पढ्ने फुर्सद छैन वा यी झन्झटमा पढ्न मन छैन, उहाँहरूका लागि यो अर्को उत्कृष्ट विकल्प हो। यो भनेको पूर्ण रूपमा पेशावर विज्ञहरूलाई जिम्मा लगाएर गरिने एउटा शान्त र निष्क्रिय लगानी हो। म्युचुअल फन्डमा हात हाल्नु अघि नेट एसेट भ्याल्यु अर्थात् NAV भनेको के हो बुझ्न अत्यन्तै जरुरी छ। यो भनेको ठ्याक्कै कम्पनीको बुक भ्याल्यु जस्तै हो। यसले म्युचुअल फन्ड अहिले बजारमा महँगोमा कारोबार भइरहेको छ कि सस्तोमा भनेर जाँच्न निकै ठूलो मद्दत गर्छ। उत्कृष्ट म्युचुअल फन्ड छनौट हर्दा केही कुरामा ध्यान पुर्याउनुपर्छ, जस्तै परिपक्व हुन कम्तीमा 7 वर्ष बाँकी भएको, NAV 10 रुपियाँभन्दा माथि भएको र निरन्तर नगद लाभांश दिएको इतिहास भएको। तर सबैभन्दा मुख्य कुरा, NAV भन्दा कम मूल्यमा अर्थात् डिस्काउन्टमा बजारमा पाइने फन्डहरू सुनमा सुगन्ध हुन्। कहिलेकाहीँ त बजारमा 13% भारी डिस्काउन्टमा पनि यस्ता गज्जबका फन्डहरू फेला पर्छन् नि। अनि प्रतिफलको कुरा गर्ने हो भने 10 देखि 15%। ऐतिहासिक तथ्याङ्क हेर्ने हो भने राम्रो व्यवस्थापन भएका म्युचुअल फन्डहरूको नगद लाभांश प्रतिफल सामान्यतया यही 10 देखि 15%को हाराहारीमा रहेको पाइन्छ। यो भनेको कुनै पनि तनाव नलिइकन कम्पाउन्डिङ गर्नका लागि एउटा भरपर्दो माध्यम हो। दीर्घकालमा हेर्दा यो रणनीति अरू परम्परागत बचतभन्दा धेरै गुणा प्रभावकारी साबित हुन सक्छ। अब हामी यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। यी सबै कुरा बुझिसकेपछि अब एउटा गम्भीर प्रश्न उठ्छ कि अझै पनि बजारका दैनिक उतार चढाउलाई आफ्नो भावना नियन्त्रण गर्न दिने, वा ग्राहमको सिद्धान्त, डलर कस्ट एभरेजिङ र म्युचुअल फन्ड जस्ता ठोस रणनीतिहरू प्रयोग गरेर तर्कसङ्गत रूपमा सम्पत्ति निर्माण गर्ने। छनौट हाम्रै हातमा छ। यी शक्तिशाली उपकरणहरू प्रयोग गरेर बजारको जस्तो सुका आँधी भेरीमा पनि सफलता हासिल गर्न सकिन्छ। आजको लागि यति नै। यो विश्लेषण सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।